हेलो एभ्रिवान र विशेष अहिले चाहिँ हामी यहाँनिर ट्रेन भित्र आइसकेका छौं र हेर्नु होला यहाँनिर चाहिँ पुरा एकदमै एसी वाला अनि पुरा एकदमै जाडोले कक्रिँदै पो भइरहेको छ त्यही अवस्था त र यस्तो छ सिट चाहिँ सेम मतलब एउटा नाइट बसकै टाइपको रहेछ सिटहरु चाहिँ यहाँनिर हो तपाईहरुले देख्न सक्नुहुनेछ र फिलहाल अहिले बिहान लगभग कति बजे अहिले 4:30 को लगभग भइसकेको छ र के गर्नु गाइस रातभरि सुत्नु पनि पाइएन हो र अब थोरै समयपछि 5 बजे 5:30 बजेको यात्रा छ र स्टार्ट हुन गइरहेको छौं हैन र अब अगाडिको भिडियोमा चाहिँ कस्तो भयो थियो भने हैन अब धेरै सफरहरु गरियो अनि कोक्राझारबाट सिलिगुडी न्यू जलपाइगुडीसम्म चाहिँ अब उभिएर आयो नि त खुट्टा पनि गलेको थियो र त्यसले गर्दाखेरि त्यस्तै भिडियोहरु हालेको छु र आज चाहिँ हामी न्यू जलपाइगुडीदेखि कलकत्ता जाँदैछौं र हेर्नुस् एसी वाला सिट भनेको यस्तो हुँदो रहेछ नि त गाइस हैन खर्च अनुसारको सिट र हेर्नुस् यहाँनिर खाना खाने पनि यस्तो रहेछ यो सिस्टम देखिए गाइस ट्याक राखेर खाइहाल्ने माल हो यहाँनिरले यस्तो गरेर छडाप्दै राख्यो यो हैन यहाँ पनि यस्तै छ भाइले चाहिँ जोस एमएल खेलिरहेको छ यहाँनिर के गर्नु त सुत्नु पाइन्न खोइ त सुत्नु पाएको किन त्यसो गर्छ दिँदै राख्नु म भर्खरै बिग्रेको यही उयो गर जसै नि बिग्रेर क्या आए मलाई है मलाई है त्यो कसरी खानु हो यो चिहालेर गोलेर हाल्नुपर्छ आउँछ तातो पानी आउँदो रहेछ नि कुन त यस्तोमा नचढेर गाइस यहाँ त फिलहाल बिस्कुट पनि आइसकेको छ है त यहाँनिर बोलेर लगाऊ सुगर चिनी गाइस चिनी अरे यो चाहिँ के हो दुध हो यो फर्स्ट टाइम खाइँदैछ यस्तो चढेको पनि यस्तो ट्रेनमा पहिलोचोटि हो ओपी भयो त्यो त अरू के गर्नु त्यो पनि छ यो चाहिँ के हो ओ माई गॉड फर्स्ट टाइम यो चाहिँ कडा छ नि र फिलहाल अहिले हामी चाहिँ हावडा जङ्सनमा आइसकेका छौँ यहाँदेखि कलकत्ता होइन र तपाईँहरूलाई यहाँबाट चाहिँ देखाउनु चाहिँ हाम्रो सफरहरू यहाँनिर हेर्नु ल कलकत्ता पुलिस एकदम रेडी भएर बसिरहेको छ अनि यहाँनिर प्यासेन्जरहरू पनि एकदमै भिड र यो जङ्सन चाहिँ यत्रो ठुलो रहेछ कि मतलब मेरो त लाइफमा फर्स्ट टाइम भयो यत्रो ठुलो जङ्सन पनि देखेको यहाँ देख्नुहुन्छ गाइस फिलहाल हामी चाहिँ अहिले यहाँबाट हावडा जङ्सनबाट चाहिँ हामी धौलासी जुन के अरे कलकत्ताको हावडा ब्रिज काट्न गइरहेको छौँ र तपाईँहरूलाई यहाँ देखाउने छु है त होइन होला होइन होला यो किन होइन हो अरू कति छिटो आयो त नि यो त गाइस यो चाहिँ हावडा ब्रिज कोलकाता हावडा ब्रिज
गाडी हुँदैन भनेको र तब गाइस फिलहाल हामी चाहिँ अहिले कलकत्तामा छौँ र कलकत्ताको देख्नुहुन्छ तपाईँहरूले यहाँनिर चाहिँ हामी रुम भाडा लिएर बसेका छौँ र फिलहाल आज चाहिँ म भिडियो यही अन्त गर्न चाहन्छु र भोलिबाट चाहिँ हामी सामानको लागि हामी निस्किनेछौँ र तपाईँहरूलाई थोरै हाम्रो सामानहरू के किन्छौँ र सामानहरू किनेको तपाईँहरूलाई थोरै थोरै गरेर ब्लग्सहरू देखाउनेछु भन्दै अहिलेको भिडियोलाई म यहीँ अन्त गर्न चाहन्छु र बाई बाई थ्याङ्क्स फर वाचिङ।